हाई एभ्रिवान, म अधिवक्ता सङ्कल्प कोइराला, वान अफ द को फाउन्डर्स एट एक्साना र म यहाँ आज एक्साना कसरी प्रयोग गर्ने भनेर भिडियो लिएर आएको छु। यस भिडियोमा हामीले सर्टेन टिप्स एन्ड ट्रिक्सहरू समेत इन्क्लुड गरेका छौँ। एक्सानामा लगइन गर्नको लागि हाम्रो वेबसाइट एक्साना.org मा गएर एन्टर थिच्नुहोस्। एन्टर थिचेपछि तपाईँहरूले एक्सानाको ल्यान्डिङ पेज देख्न सक्नुहुनेछ। यस ल्यान्डिङ पेजमा तपाईँहरूले एक्साना सम्बन्धी सबै इन्फर्मेसनहरू प्राप्त गर्न सक्नुहुनेछ। एक्सानामा लगइन गर्नको लागि गेट स्टार्टेड भन्ने बटन टप राइटमा तपाईँले देख्न सक्नुहुनेछ। यस गेट स्टार्टेड बटनमा थिचे पश्चात तपाईँ हाम्रो लगइन पेजमा रिडिरेक्ट हुनुहुनेछ। यस लगइन पेजमा तपाईँहरूले आफ्नो गुगल अकाउन्ट युज गरेर साइन इन गर्न समेत मिल्यो र आफ्नो इन्स्टिट्युसनल मेल्सहरू युज गरेर यस बक्समा तपाईँले साइन इन समेत गर्न मिल्यो। तपाईँहरू एकजना पहिलोचोटि प्रयोग गरिराख्नु भएको छ भने साइन अप बटनमा थिच्नुहोस् र साइन अप बटन थिचे पश्चात तपाईँहरूले गुगल अकाउन्ट प्रयोग गरेर र आफ्नो इन्फर्मेसन हालेर क्रिएट अकाउन्टमा क्लिक गर्नुहोस्। यस पश्चात तपाईँहरूले सिम्पल लगइन गर्न मिल्छ। लगइन गरे पश्चात तपाईँहरूले हाम्रो एक्सानाको इनिसियल ड्यासबोर्डमा रिडिरेक्ट हुनुहुनेछ। इनिसियल ड्यासबोर्डको तपाईँहरूले लेफ्ट ह्यान्ड साइडमा हाम्रो सबै फिचर्सहरू एकमुष्ट देख्न सक्नुहुनेछ, जस्तै सर्च जजमेन्ट, सर्च लेजिस्लेसन, बुकमार्क्स, डकुमेन्ट कन्भर्टर र राजपत्र सर्च। सर्च जजमेन्ट अन्तर्गत तपाईँहरूले नेपाली जजमेन्ट्सहरू 6,50,000 वटा नेपाली जजमेन्ट्सहरूको डेटाबेस तपाईँहरूले एक्सेस गर्न सक्नुहुनेछ। सर्च लेजिस्लेसन अन्तर्गत तपाईँहरूले नेपाली कानुन र ऐनहरू तपाईँहरूले एक्सेस गर्न सक्नुहुनेछ। बुकमार्क्स अन्तर्गत आफूलाई इम्पोर्टेन्ट लागेको जजमेन्ट्सहरू तपाईँहरूले सेभ गर्न पनि मिल्यो र आफ्नो कलिग्स र कोवर्कर्सहरूसँग सेयर समेत गर्न मिल्ने भयो। त्यसरी नै डकुमेन्ट कन्भर्टरमा लेगेसी फन्ड जस्तै प्रीतिलाई युनिकोडमा कन्भर्ट तपाईँहरूले आफ्नो फर्मेट नबिग्रिने गरी र इङ्ग्लिस टर्म्सहरू समेत नबिग्रिने गरी तपाईँहरूले कन्भर्ट गर्न सक्नुहुने भयो। राजपत्र सर्चमा तपाईँहरूले डिपार्टमेन्ट अफ प्रिन्टिङद्वारा प्रकाशित हुने सबै राजपत्रहरू एक्सेस गर्न सक्नुहुने भयो। यसरी नै तपाईँहरूको रिसर्चलाई सहजीकरण गर्नको लागि हामीले डार्क मोडको फिचर समेत इन्ट्रोड्युस गरेका छौँ। एउटा क्लिकबाटै तपाईँहरूले डार्क मोड टु लाइट मोड टु डार्क मोड गरी एक्साना प्रयोग गर्न सक्नुहुनेछ। एक्साना सम्बन्धी इम्पोर्टेन्ट अनाउन्समेन्ट्सको लागि अनाउन्समेन्टको ट्याब रहेको छ र सेटिङ्समा तपाईँहरूले आफ्नो अकाउन्टको इम्पोर्टेन्ट इन्फर्मेसन्सहरू प्राप्त गर्न सक्नुहुनेछ। यसरी नै तपाईँहरूले बटम लेफ्टमा तपाईँहरूले आफ्नो अकाउन्टमा क्लिक गर्नुभयो भने तपाईँहरूले हाम्रो सब्सक्रिप्सन मोडल्सहरू पनि देख्न सक्नुहुनेछ र लगआउट समेत गर्न सक्नुहुनेछ। एक्सानाको फर्स्ट फिचर हाम्रो सर्च जजमेन्ट सम्बन्धी म यहाँहरूलाई कसरी प्रयोग गर्ने भनेर सिकाउन गइरहेको छु। तपाईँहरूले जजमेन्ट सर्चको सम्बन्धमा यो इन्टरफेस देख्न सक्नुहुनेछ, जहाँ सबैभन्दा माथि हाम्रो सर्च बक्स रहेको छ। यस सर्च बक्समा तपाईँहरूले आफ्नो मुद्दा सम्बन्धी किवर्ड्स, केस नेम, प्लेन्टिफ डिफेन्डेन्टको नाम या कुनै पनि संक्षेपमा लेख्नुभयो भने तपाईँहरूले यस सर्च बक्स अन्तर्गत सर्च गर्न सक्नुहुनेछ। तपाईँहरूलाई युनिकोड टाइपिङ आउँदैन भने समेत तपाईँहरूलाई यो फोनेटिक टाइपिङले सहयोग गर्न सक्दछ। यसमा तपाईँहरूले अङ्ग्रेजीमै संसद भनेर लेख्नुभयो भने संसद नेपालीमा सर्च गर्ने गरी आइदिन्छ र तपाईँहरूलाई अझै विस्तृत रूपमा सर्च गर्नु छ भने तपाईँहरूले सर्च बक्सकै तल यो बक्स देख्न सक्नुहुनेछ। यस बक्समा तपाईँहरूले मुद्दाको रेजिस्ट्रेसन नम्बर, निर्णय नम्बर अनुसार सर्च गर्न मिल्यो, मुद्दाको प्रकार अनुसार समेत तपाईँहरूले सर्च गर्न मिल्यो र श्रीमान विशेष, न्यायाधीश विशेष रिसर्च समेत तपाईँहरूले गर्न मिल्यो। आफ्नो रिसर्चलाई झन् न्यारो डाउन गर्न, झन् सीमाङ्कृत गर्नको लागि तपाईँहरूले स्टार्ट इयर र एन्ड इयर पनि डिटरमाइन गरेर न्यारो डाउन गरी आफ्नो रिसर्च गर्न सक्नुहुनेछ। अब एउटा इक्जाम्पल मार्फत हाम्रो जजमेन्ट सर्चको फिचर्स हेरौँ है त। हामीले एउटा जजमेन्ट सर्चका निम्ति एउटा सर्च टर्म डक्ट्राइन अफ नेसेसिटी एक उदाहरणको रूपमा लिएका छौँ। डक्ट्राइन अफ नेसेसिटी टाइप गरेपछि तपाईँहरूले एन्टर थिच्नुहोस् र तपाईँहरूले रिलेभेन्ट सबै जजमेन्ट्सहरू पपअप भएको देख्न सक्नुहुनेछ र यस नजिरको सन्दर्भमा तपाईँहरूले देख्न सक्नुहुनेछ तपाईँहरूको सर्च टर्म पूर्ण पाठमा गएर कता म्याच भएको छ, हाइलाइटेड भएको तपाईँहरूले देख्न सक्नुहुनेछ र यसरी नै सबै पूर्ण पाठको अंशहरू तपाईँहरूले स्क्रोल गरेर एकैचोटि पढ्न मिल्ने समेत फिचर हाम्रो एक्सानामा रहेको छ र तपाईँको यो संक्षिप्तहरू आदेश खण्डमा हो कि होइन तपाईँहरूले आफै फिल्टर आउट समेत गर्न सक्नुहुनेछ र यसरी नै तपाईँहरूले लेफ्ट ह्यान्ड साइडमा हेर्नुभयो भने लेफ्ट ह्यान्ड साइडमा डक्ट्राइन अफ नेसेसिटी सम्बन्धी सर्च टर्म म्याच भएको कतिवटा जजमेन्ट छ भनेर तपाईँहरूले देख्न सक्नुहुनेछ र हाम्रो टोटल डेटाबेस समेत तपाईँहरूले देख्न सक्नुहुनेछ र यसरी नै तपाईँहरूलाई एनकेपीको नजिरहरू मात्रै चाहिएको छ, एनकेपीमा प्रकाशित नजिरहरू मात्रै चाहिएको छ भने एनकेपीमा गएर तपाईँहरूले ओन्ली थिच्नुभयो भने अरू सबै अदालतको फैसलाहरू हटेर एनकेपीको फैसलाहरू मात्रै हाम्रो पपअप हुनेछ। तपाईँहरूलाई एनकेपी र सुप्रिम कोर्ट चाहिएको छ भने एनकेपी र सुप्रिम कोर्ट दुवै सेलेक्ट गर्नुभयो भने एनकेपी तथा सुप्रिम कोर्ट समेत तपाईँहरूले पपअप भएको देख्न सक्नुहुनेछ र यसरी नै एउटा कुनै सान्दर्भिक नजिरमा तपाईँहरूले क्लिक गर्नुहोस्। अहिलेको लागि यो नजिरमा हामीले हेरौँ है त। अघि नको हाम्रो सर्च टर्म डक्ट्राइन अफ नेसेसिटी सम्बन्धी एउटा नजिर हामीले खोलेर हेरौँ। यसमा तपाईँहरूले टपमै यस मुद्दा सम्बन्धी संक्षिप्त विवरणहरू तपाईँहरूले प्राप्त गर्न सक्नुहुनेछ र यस
मुद्दाको तपाईँहरूले पूर्ण पाठ समेत यसरी नै एक्सेस गर्न सक्नुहुनेछ। हाम्रो सर्च टर्म के थियो भनेर हेर्नको लागि खोजीको शब्दहरू भनेर यहाँ देख्न सक्नुहुनेछ। त्यस शब्दहरू तल गएर तपाईँहरूको जहाँ म्याच गर्छ त्यहाँ गएर हाइलाइटेड रूपमा बसिरहेको हुन्छ। तपाईँहरूले आफ्नो स्क्रिनको राइट ह्यान्ड साइडमा एक्सानाको वान अफ द मोस्ट इम्पोर्टेन्ट फिचर्स देख्न सक्नुहुनेछ। यो फिचर हाम्रो एआई एम्बेडेड फिचर हो। तपाईँहरूले यस जजमेन्टको पूर्ण पाठको संक्षिप्त यहाँ एकै प्याराग्राफमा एआई जेनेरेटेड रूपमा तपाईँहरूले प्राप्त गर्न सक्नुहुनेछ। त्यस्तरी नै तपाईँहरूले यस मुद्दाको फ्याक्ट्स, तथ्यको संक्षिप्त, तपाईँहरूले निरूपण गर्नुपर्ने विषयको संक्षिप्त र वादी प्रतिवादीहरूको तपाईँहरूले आर्ग्युमेन्ट्सको संक्षिप्त र त्यसरी नै रेसियो डेसिडेन्टी के थियो यो मुद्दाको त्यसको संक्षिप्त र कन्क्लुजन के थियो त्यो पनि प्राप्त गर्न सक्नुहुनेछ। त्यसरी नै यो पूर्ण पाठमा अदालतले कुन ऐन कानुनलाई टेकेको छ त्यो समेत तपाईँहरूले यहाँ देख्न सक्नुहुनेछ र त्यसमध्ये तपाईँहरूले यस एक्टमा कुनै पनि हाइपरलिङ्कमा तपाईँहरूले क्लिक गर्नुभयो भने अटोमेटिक स्क्रोल भएर तपाईँहरूलाई साइट भएकै ठाउँमा लिएर जान्छ। फर इक्जाम्पल यहाँ स्थानीय सरकार सञ्चालन ऐनमा हामीले क्लिक गऱ्यो भने त्यो ऐन कहाँ साइट भएको छ अटोमेटिक स्क्रोल गर्दछ। त्यसरी नै यो अर्को हामीले ऐनमा क्लिक गऱ्यो भने यो कहाँ साइट भएको छ त्यहाँ तपाईँहरूलाई अटोमेटिक स्क्रोल गरेर लग्नेछ। त्यसरी नै तपाईँहरूले ऐनको साइडमा यो पेपर क्लिप आइकन देख्नुभयो भने यो पेपर क्लिप आइकनमा क्लिक गरेपछि सो ऐन र सो ऐनको सान्दर्भिक दफा जुन यो ब्र्याकेटमा लेखिएको छ त्यो अटोमेटिकली तपाईँहरूलाई साइड बाई साइड तपाईँहरूले हेर्न सक्नुहुनेछ। तपाईँहरूको रिडेबिलिटीको लागि तपाईँहरूले यो राइट ह्यान्ड साइडको जुन रिसर्च बार छ त्यो तपाईँहरूले कल्याप्स गरेर साइड बाई साइड अध्ययन गर्न सक्नुहुनेछ। र यसरी नै रुल्स एन्ड रेगुलेसन साइटेडमा पनि हाइपरलिङ्क र पेपर क्लिपको फिचर्सहरू रहेको छ। यहाँ पनि अटोमेटिक स्क्रोल हुने र साइड बाई साइड भ्युइङको फिचर रहेको छ। त्यस्तरी नै यसै प्रकारको यस पूर्ण पाठमा रहेको कुन प्रेसिडेन्टलाई अदालतले आधार लिएको छ त्यो समय तपाईँहरूले यहीँबाट एक्सेस गर्न सक्नुहुनेछ। यहाँ तपाईँहरूले क्लिक गर्नुभयो भने कता साइट भएको छ त्यता लिएर जान्छ र पेपर क्लिपमा क्लिक गर्नुभयो भने चाहिँ कम्प्लिटली नयाँ ट्याब खोलेर त्यो मुद्दा सम्बन्धी तपाईँहरूले संक्षिप्तहरू फेरि त्यही इन्टरफेसमा तपाईँहरूले पढ्न सक्नुहुनेछ। तपाईँहरूले राइट साइडमा रहेको हाम्रो केस ब्रिफ प्यानलको फिचरहरू सबै बुझि नै सक्नुभएको छ। यसरी नै थप फिचर हाम्रो के रहेको छ भन्दाखेरि तपाईँहरूले यो जजमेन्ट प्रिन्ट गराउनु छ भने तपाईँहरूले प्रिन्ट बटनमा थिच्नुहोला। प्रिन्ट गरेपछि तपाईँलाई यहाँ प्रिन्ट अप्सन्स भनेर आउँछ। तपाईँहरूको जुन सर्च टर्म थियो डक्ट्राइन अफ नेसेसिटी त्यो इन्क्लुड गरेर प्रिन्ट गर्नुहुन्छ भने यसमा टिक रहन दिनुहोस् र यसमा तपाईँहरूलाई त्यो सर्च टर्म हटाउनु छ भने यसमा क्लिक गरेर हाइलाइटेड टर्म्सहरू रिमुभ गरेपछि तपाईँहरूले यहाँ प्रिन्ट बटनमा थिच्न सक्नुहुनेछ। र यसरी नै यो फैसला तपाईँहरूलाई धेरै इम्पोर्टेन्ट लाग्छ र तपाईँहरूलाई पछि पनि रिफर गर्नुपर्छ भने तपाईँहरूले यो बुकमार्कको बटनमा गएर थिच्नुहोस्। सेभ गर्नको लागि यो बुकमार्कको फिचरमा गएर थिच्नुहोस् र यो बुकमार्कको फिचर आएमा थिचे पश्चात तपाईँहरूले एउटा नयाँ ट्याग क्रिएट गरेर सेभ गर्न सक्नुहुनेछ वा एक्जिस्टिङ ट्यागमा समेत तपाईँहरूले यो सेभ गर्न सक्नुहुनेछ। र त्यस्तरी नै तपाईँहरूले सेभ विदाउट ट्याग्स भनेर विदाउट ट्याग यो जजमेन्टलाई इन्डिपेन्डेन्टली सेभ पनि गर्न सक्नुहुनेछ। सँगसँगै तपाईँहरूलाई यो जजमेन्टको रिडेबिलिटी इम्प्रुभ गर्नको लागि तपाईँहरूले आफ्नो फन्ट साइज यहाँ प्लस माइनस गरी तपाईँहरूले सेलेक्ट गर्न सक्नुहुनेछ। त्यसरी नै तपाईँहरूले यो फुल स्क्रिन बटनमा थिच्नुभयो भने यहाँ तपाईँको जजमेन्ट फुल स्क्रिनमा गएर तपाईँहरूले इजिली पढ्न सक्नुहुनेछ। र यसरी नै तपाईँहरूले यहाँ सेटिङ्स बटनमा थिच्नुभयो भने तपाईँहरूले आफ्नो फन्ट साइज लाइन हाइट समेत तपाईँहरूले सेलेक्ट गर्न सक्नुहुनेछ। अब म तपाईँहरूलाई यो जजमेन्ट सर्च फिचर अन्तर्गतको केही टिप्स एन्ड ट्रिक्सहरू भन्न गइरहेको छु। यो टिप्स एन्ड ट्रिक्स प्रयोग गरी तपाईँहरूले आफ्नो रिसर्चलाई झन् रिफाइन गर्न सक्नुहुनेछ। यो टिप्स एन्ड ट्रिक्सको लागि एउटा उदाहरणतः एउटा सर्च टर्म वैध अपेक्षालाई सर्च गरी हेरौँ। यो सर्च टर्म हामीले सर्च गर्दाखेरि हामीले के देख्न सक्छौँ भन्दाखेरि वैध भन्ने टर्म इन्डिपेन्डेन्टली सर्च भएको छ भने अपेक्षा भन्ने टर्म इन्डिपेन्डेन्टली सर्च भएको छ। यो हामीले देख्न सक्छौँ हाम्रो सर्च म्याचेसहरूबाट जहाँ वैध इन्डिपेन्डेन्टली र अपेक्षा इन्डिपेन्डेन्टली सर्च भएको देख्न सक्छौँ। अब हामीलाई वैध अपेक्षा भन्ने टर्म एक्ज्याक्टली चाहिएको छ भने हामीले यसलाई डबल इन्भर्टेड कमासभित्र हालेर एन्टर थिच्यौँ भने वैध अपेक्षा मात्रै भएको नजिरहरू हामीलाई पपअप भएको हामीले देख्न सक्छौँ। तपाईँहरूले हाम्रो यो डबल इन्भर्टेड कमासको फिचर सँगसँगै अरू एन्ड अर र नट भन्ने फिचर्सहरू पनि युज गर्न सक्नुहुनेछ। तपाईँहरूले उदाहरणतः वैध अपेक्षा एन्ड कर भनेर तपाईँहरूले सर्च गर्नुभयो भने तपाईँहरूले कर र वैध अपेक्षा दुवै टर्म भएको फैसलाहरू तपाईँहरूले देख्न सक्नुहुनेछ। यहाँ जस्तै कर भन्ने टर्म पनि भेटिएको छ भने वैध अपेक्षा भन्ने टर्महरू पनि सँगै रहेर भेटिएको हामीले देख्न सक्यौँ। र यसरी नै फेरि उदाहरणको लागि जस्तै यहाँ करसँग मूल्य अभिवृद्धि भनेर आएको छ। मैले जसरी नट भनेर लेखेर मैले अभिवृद्धि भन्ने शब्दलाई नट लेखेपछि मैले इन्क्लुड गरेँ भने अभिवृद्धि भन्ने शब्दहरू भने हटेर आउँछ। अब हाम्रो जजमेन्ट सर्च फिचर अन्तर्गत रहेको अर फिचरको एउटा उदाहरण हामी देखाउन गइरहेका छौँ।
सो उदाहरणको लागि मैले वैध अपेक्षा भन्ने टर्म सर्च गरेँ भने यहाँ 454 वटा रिजल्ट तपाईँहरूले देख्न सक्नुहुनेछ। तर वैध अपेक्षासँगै पर्यायवाची रूपमा रहेको वैधानिक अपेक्षा भन्ने सिद्धान्त समेत हाम्रो लागि सान्दर्भिक भएमा हामीले और वैधानिक अपेक्षा लेख्न सक्छौँ। यो और भन्ने कनेक्टर हामीले राख्ने बित्तिकै कि त वैध अपेक्षा खोज वा वैधानिक अपेक्षा खोज भनेर देखाउँछ र टोटल रिजल्ट देखाउँछ। पहिला वैध अपेक्षा भन्दा 454 वटा रिजल्ट थियो भने अब हामीले वैधानिक अपेक्षा समेत थपिएर 561 वटा रिजल्ट्स हामीले देख्न सक्छौँ। यसरी हामीले और भन्ने कनेक्टर युज गरेर आफ्नो रिसर्चलाई विस्तृत बनाउन सक्छौँ। तपाईहरूले हाम्रो किवर्ड सर्च फिचर, डबल इन्भर्टेड कमासको फिचर र एन्ड अर नट फिचर युज गरेर तपाईहरूले आफ्नो रिसर्च झन् रिफाइन गर्न सक्नुहुनेछ। उदाहरणतः तपाईहरूले जजको नाम लेखेर जज स्पेसिफिक रिसर्च, दफा कोड गरेर दफा स्पेसिफिक रिसर्च समेत गर्न सक्नुहुनेछ र यसरी नै आफै इनोभेटिभ भएर तपाईहरूले आफ्नो रिसर्च गर्न सक्नुहुनेछ। उदाहरणतः हामीले कुनै जजको नाम लेख्यौँ भने र एन्टर थिच्यौँ भने उहाँ श्रीमानबाट भएको हामीले सबै फैसलाहरू अध्ययन गर्न सक्नेछौँ। जस्तै हामीले सुशीला कार्की श्रीमानको नाम हामीले एन्टर गऱ्यौँ भने उहाँबाट प्रतिपादन भएका सबै फैसलाहरू हामीले अध्ययन गर्न सक्नेछौँ। र यसरी नै हामीले सुशीला कार्की श्रीमानद्वारा भएको कर सम्बन्धी फैसला अध्ययन गर्न चाह्यौँ भने एन्ड कर भनेर हामीले लेख्न सक्यौँ। त्यसरी नै हामीले यहाँ हामीले एन्ड शब्द प्रयोग गरेर हामीले करार भनेर समेत लेख्न सक्यौँ। सो हामीले एन्ड अर नट डबल इन्भर्टेड कमाजहरू थप गरी हामीले यहाँ सर्च म्याचेसहरू पनि देख्न सक्छौँ। त्यसरी हामीले आफ्नो जजमेन्ट सर्चलाई झन् बढी रिफाइन गर्न सक्छौँ। हाम्रो फिचर्सहरू युज गरेर तपाईँहरूले दफा स्पेसिफिक रिसर्च पनि गर्न सक्नुहुने भयो। उदाहरणतः हामीले यो सर्च टर्म युज गर्न मिल्यो। मलाई मुलुकी देवानी संहिताको दफा 10 सम्बन्धी नजिर चाहिएको छ भने यसरी सर्च टर्म युज गरेर मैले ठ्याक्क मुलुकी देवानी संहिताको दफा 10 युज भएको आदेश खण्डमै परेको मैले नजिर भेटाइहालेँ। हामीले हाम्रो जजमेन्ट सर्च फिचर्स र टिप्स एन्ड ट्रिक्स मार्फत जज स्पेसिफिक रिसर्च तथा दफा स्पेसिफिक रिसर्च गर्न हामीले भर्खरै सिकायौँ। तर तपाईँहरू आफै इनोभेटिभ भएर यो पावरफुल टुल्सहरूलाई तपाईँहरूले युज गरेर आफ्नो रिसर्चलाई न्यारो डाउन गर्न सक्नुहुनेछ। अब आउँ हाम्रो एक्सानाको अर्को पावरफुल टुल लेजिस्लेसन सर्चमा। तपाईँहरूले लेजिस्लेसन सर्चमा क्लिक गर्ने बित्तिकै तपाईँहरूले लेजिस्लेसन सर्च सम्बन्धी यो इन्टरफेस देख्न सक्नुहुनेछ। यस इन्टरफेसमा तपाईँहरूले फेरि पनि सर्च बार देख्न सक्नुहुनेछ जहाँ तपाईँले आफ्नो ऐन तथा नियमहरू तपाईँहरूले सर्च टाइप गरेर सर्च गर्न सक्नुहुनेछ। यहाँ समेत तपाईँहरूले फोनेटिकको फिचर प्राप्त गर्न सक्नुहुनेछ जहाँ इङ्ग्लिस टाइप गरेर नेपालीमा अटोमेटिक कन्भर्ट हुन्छ। त्यसरी नै तपाईँहरूले आफ्नो अनुकूलता अनुसार तपाईँहरूले फन्ट सेलेक्ट गर्न, साइज सेलेक्ट गर्न समेत मिल्यो। अब हाम्रो सर्च बक्समा तपाईँहरूले आफूलाई आवश्यक परेको ऐन कानुनहरू तपाईँहरूले सर्च गर्न सक्नुहुनेछ। उदाहरणको लागि हामी लिउँ आयकर ऐन। आयकर ऐन सर्च गरेर तपाईँहरूले एन्टर थिचेपछि तपाईँहरूले आफ्नो लेफ्ट साइडमा एक्ट्स अर्थात् ऐन देख्न सक्नुहुन्छ भने राइट साइडमा रेगुलेसन्स तथा नियम देख्न सक्नुहुनेछ। आयकर ऐनमा हामीले क्लिक गरेपछि हाम्रो यस प्रकारको इन्टरफेस आउँछ। यहाँ तपाईँहरूले लेजिस्लेसन सर्च अन्तर्गत आयकर ऐनमा क्लिक गर्नुभयो भने यो इन्टरफेसमा रिडिरेक्ट हुनुहुनेछ। नर्मल्ली हामीले कुनै पनि ऐन वा नियम सर्च गर्दाखेरि हामीले नर्मल्ली यो PDF भ्यू पाउन सक्छौँ, अनलाइन पाउन सक्छौँ। यो PDF भ्यूमा तपाईँहरूले टर्म्सहरू कपी पेस्ट गर्न नमिल्ने, सर्च गर्न नमिल्ने जस्ता प्रब्लम्सहरू फेस गर्न सक्नुहुनेछ। तर हाम्रो फोकस मोडमा जानुभयो भने तपाईँहरूले यो इन्टरफेस अन्तर्गत यो सबै टर्म्सहरू तपाईँहरूले सर्च गर्न सक्नुहुनेछ, कपी पेस्ट गर्न सक्नुहुनेछ र यहाँ दस्तावेजभित्र खोज्नुहोस् भनेर यहाँ तपाईँहरूले टाइप गरी पर्टिकुलर टर्म्सहरू यो ऐन अन्तर्गतका पर्टिकुलर टर्म्सहरू तपाईँहरूले सर्च गर्न सक्नुहुनेछ। त्यसरी नै तपाईँको रिसर्चलाई थप सहजीकरण गर्नको लागि हामीले लेफ्ट ह्यान्ड साइडमा हामीले कन्टेन्ट पेज जसरी दफाहरूको टाइटल एक्सट्र्याक्ट गरेर राखेका छौँ। यो कन्टेन्ट पेजमा तपाईँहरूले आफ्नो सान्दर्भिक दफा जस्तै उदाहरणतः मलाई दफा 77 सान्दर्भिक रहेको छ भने मैले यहाँ क्लिक गरेँ भने अटोमेटिक स्क्रोल भएर मलाई दफा 77मा लगेर राखिदिन्छ। र यसरी नै तपाईँहरूले राइट साइडमा हेर्नुभयो भने यो ऐन अन्तर्गत भएका संशोधनहरू समेत ट्र्याक भएको देख्न सक्नुहुनेछ। जस्तै आर्थिक ऐन 2075मा हामीले क्लिक गऱ्यौँ भने कता कता एमेन्डमेन्ट भएको छ हामीले देख्न सक्छौँ। यहाँ हामीले क्लिक गऱ्यौँ भने पनि अटोमेटिकली स्क्रोल भएर त्यता लगेर हामीलाई संशोधित भनेर देखाइदिने गर्दछ। हामीले त्यो संशोधित टर्ममा हामीले क्लिक गऱ्यौँ भने समेत कुन ऐनद्वारा संशोधन भएको हो सोको विवरण समेत हामीलाई देखाइदिने गर्दछ। हाम्रो एक्साना अन्तर्गतको अर्को एउटा पावरफुल रिसर्च टुल के रहेको छ भन्दाखेरि च्याट विथ डकुमेन्ट फिचर रहेको छ। यस फिचरमा तपाईँहरूले लेजिस्लेसनसँग च्याट गर्न सक्नुहुनेछ। उदाहरणतः हामीले एक्साना एआईलाई केही प्रश्नहरू सोधेर हेरौँ है त। जस्तै वाट इज द ट्याक्स ट्रिटमेन्ट वेन
one sells more than 60% of their company भनेर एउटा सामान्य हामीले लिगल क्वेसन सोधेका छौँ। तपाईहरूले यस्तो प्रश्न सोधेपछि एकसाना एआईले यो ऐन अन्तर्गतको सबै दफाहरू पढेर सान्दर्भिक दफा अन्तर्गतको हामीलाई एन्सर दिने गर्दछ। तपाईहरू कानुनको विद्यार्थी हुनुहुन्छ अथवा नेपाल बार एक्जाम्सको लागि प्रिपेयर गर्दै हुनुहुन्छ वा कुनै पनि कम्पिटिटिभ एक्जाम्सको लागि तयार गर्दै हुनुहुन्छ भने यो च्याट विथ डकुमेन्टको फिचर तपाईँहरूलाई महत्त्वपूर्ण रहेको छ। तपाईँहरूले उदाहरणको लागि यहाँ एमसिक्यू जेनेरेट गर भनेर एउटा प्रम्प्ट राखेर एकजना एआईलाई रिक्वेस्ट गर्न मिल्छ। जस्तै यहाँ मैले एउटा प्रम्प्ट राखेँ र मैले एन्टर थिचेपछि यस प्रकारले एमसिक्यू जेनेरेट भएर आउने गर्दछ। तपाईँहरूले आफै इनोभेटिभ भएर विभिन्न प्रकारका प्रम्प्टहरू तथा प्रश्नहरू सोधेर आफ्नो कानुनी जिज्ञासाहरू यहाँबाट प्रश्न पार्न सक्नुहुनेछ। र तपाईँहरूले बेटर रिडेबिलिटीको लागि यहाँ फन्ट बटन्समा थिच्न सक्नुहुनेछ। यहाँ तपाईँहरूले क्लिक गरेर आफू अनुकूल डिस्प्लेको फन्ट, साइज, स्पेसिङ र विड्थ पनि सेलेक्ट गर्न सक्नुहुनेछ। तपाईँहरूलाई यस फिचरमा केही पनि इस्यु आएमा लेजिस्लेसन सर्च सम्बन्धी इस्यु तपाईँहरूले यहाँ रिपोर्ट बटन थिचेर रिपोर्ट समेत गर्न सक्नुहुनेछ र तपाईँहरूको समस्या हामीले तुरुन्त समाधान गर्न सक्नेछौँ। अब म तपाईँहरूलाई हाम्रो बुकमार्क्स सम्बन्धी फिचर देखाउन गइरहेको छु। बुकमार्क्सको फिचर युज गर्न तपाईँहरूले सर्च गर्नुभएको जजमेन्ट जस्तै सङ्गठित अपराध भनेर खोज्यौँ र यो फैसला मलाई सान्दर्भिक लाग्यो भने मैले यहीँबाट बुकमार्क गर्न मिल्छ। तर हामीले र यसरी नै हामीले भित्र गएर पनि जजमेन्टमा क्लिक गरेर भित्र गएर पूर्ण पाठको अङ्गबाट पनि हामीले बुकमार्क गर्न मिल्छ। यहाँ बुकमार्कको बटनमा हामीले क्लिक गरेपछि हामीले नयाँ ट्याग क्रिएट गरेर वा अलरेडी एक्जिस्टिङ ट्यागमा गएर वा सेभ विदाउट ट्याग्स पनि हामीले गर्न सक्छौँ। अहिलेको लागि म क्रिमिनल फोल्डरमा लगेर मेरो बुकमार्कमा सेभ गर्छु र यहाँ माथि टप राइटमा तपाईँहरूले बुकमार्क एडेड भनेर देख्न सक्नुहुनेछ। तपाईँहरूले आफ्नो सान्दर्भिक जजमेन्ट सर्च जजमेन्टबाट सेभ गरिसके पश्चात त्यो यहाँ बुकमार्क्समा आएर तपाईँहरूले एक्सेस गर्न सक्नुहुनेछ। यहाँ तपाईँहरूले बनाएको फोल्डर्सहरू क्रमशः रहेको हुन्छ। यहाँ उदाहरणतः मैले लेजिटिमेट एक्सपेक्टेसन सम्बन्धी के नजिरहरू मैले बुकमार्क गरेको छु, नजिर तथा फैसलाहरू, त्यो सबै यहाँ आएर बस्छ। त्यसरी नै मैले ट्याक्सेसन सम्बन्धी के बुकमार्क गरेको छु त्यो सबै यहाँ आएर कलेक्सनको रूपमा बस्छ। यहाँ समेत हामीले दुईवटा फोल्डर सेलेक्ट गऱ्यौँ भने यहाँ एन्ड र अरको फिचर देख्न सक्नुहुनेछ। यहाँ तपाईँहरूले अर सेलेक्ट गर्नुभयो भने उदाहरणको लागि लेजिटिमेट एक्सपेक्टेसनको फोल्डरमा 10वटा, ट्याक्सेसनको फोल्डरमा 10वटा जजमेन्ट्सहरू छन् भने कुल मिलाएर 20वटा नजिरहरू एकैचोटि तपाईँहरूले एक्सेस गर्न सक्नुहुनेछ। तपाईँहरूले एन्डमा क्लिक गर्नुभयो भने कमन नजिर लेजिटिमेट एक्सपेक्टेसन र ट्याक्सेसनको फोल्डरमा रहेको कमन नजिर तपाईँहरूले एक्सेस गर्न सक्नुहुनेछ। यसरी नै तपाईँहरूले लेजिटिमेट एक्सपेक्टेसन र कन्ट्र्याक्टको फोल्डर मैले सेलेक्ट गरेर मैले एन्ड क्लिक गरेँ भने त्यसरी नै मैले लेजिटिमेट एक्सपेक्टेसन र कन्ट्र्याक्ट सम्बन्धी कमन नजिर खोज्न मिल्यो। र अब मैले यहाँ अनुमानको रूपमा मैले यहाँ के थाहा पाउन मिल्छ भन्दा यी तीनवटा फैसलामा लेजिटिमेट एक्सपेक्टेसन र करार दुवैको व्याख्या गरिएको छ भनेर मैले आफैले एउटा नलेज ब्याङ्कको रूपमा यसलाई मैले प्रयोग गर्न सक्ने भएँ। त्यसरी नै हामीले यहाँ वर्कस्पेसको फिचर समेत एड गरेका छौँ। तपाईँहरूले सेभ गर्नुभएको बुकमार्क फोल्डर्सहरू तपाईँहरूले रिनेम समेत गर्न सक्नुहुनेछ। जस्तै एउटा कुनै फोल्डरमा तपाईँहरूले हभर गर्नुभयो भने सो फोल्डरको टप राइटमा तपाईँहरूले रिनेम ट्याग भन्ने अप्सन देख्न सक्नुहुनेछ। यहाँ गएर तपाईँहरूले आफ्नो फोल्डर रिनेम गर्न सक्नुहुनेछ। रिनेम भएर यहाँ आएको तपाईँहरूले देख्नुभयो। अब यसरी नै तपाईँहरूले फोल्डरभित्र रहेका तपाईँहरूले फैसलाहरू समेत रिनेम गर्न सक्नुहुनेछ। जस्तै यो फैसलालाई मैले रेन्टल कन्ट्र्याक्ट भनेर नामाकरण गरेको छु। त्यसरी नै यो फैसलालाई मैले स्ट्यान्डर्ड फर्म अफ कन्ट्र्याक्ट भनेर रिनेम गरेर राख्न मिल्यो। र यो रिनेम गरेका कुराहरू तपाईँहरूले यहाँ सर्च बुकमार्क्समा गएर तपाईँहरूले सर्च गर्न सक्नुहुनेछ। जस्तै रेन्टल कन्ट्र्याक्ट भनेर मैले सर्च मात्रै गरेँ भने फोल्डरभित्र रहेको जजमेन्ट अटोमेटिकली पपअप हुन्छ। र यसरी नै तपाईँहरूले फोल्डर्सहरूलाई झन् बढी प्रयोगमा लिएर आउनको लागि तपाईँहरूले कन्ट्र्याक्ट फोल्डरमा क्लिक गर्नुभयो भने एकैचोटि सबै जजमेन्ट्सहरू प्रिन्ट अल गरेर तपाईँहरूले प्रिन्ट गर्न सक्नुहुनेछ। यस बुकमार्क फिचर अन्तर्गत तपाईँहरूले एउटा एडिसनल स्ट्रङ फिचर के पनि पाउन सक्नुहुन्छ भन्दा वर्कस्पेस भनेर तपाईँहरूले टप राइट ह्यान्ड साइडमा देख्न सक्नुहुनेछ। यहाँ तपाईँहरूले आफ्नो कोवर्कर्स अथवा कलिग्स अथवा साथीभाइहरूको वर्कस्पेस तपाईँहरूले एक्सेस गर्न सक्नुहुनेछ। जस्तै यहाँ आभूषण खड्काको वर्कस्पेस मैले एक्सेस गर्न चाहेँ। उहाँको वर्कस्पेसमा उहाँले सेभ गर्नुभएको फोल्डर्सहरू मैले एक्सेस गर्न सक्नेछु। कुन फोल्डरमा जस्तै नेपाल सरकार भर्सेस एनइए भन्ने हाम्रो अफिसको सान्दर्भिक मुद्दा रहेको छ भने त्यसभित्र मैले गएर के फैसलाहरू उहाँहरूले बुकमार्क गर्नुभएको रहेछ मैले हेर्न मिल्ने हुन्छ।
त्यसरी नै मैले यो फोल्डरलाई क्लोन फोल्डरमा क्लिक गरेँ भने यो नेपाल सरकार भर्सेस एनइए भन्ने फोल्डर मेरो बुकमार्क्समा आएर सेभ भएर अटोमेटिकली बस्छ। यसरी नै मैले आफ्नो बुकमार्क्सहरू प्राइभेट राख्नको लागि यहाँ गएर मैले यो लक फिचरमा थिचेँ भने मेक प्राइभेट भनेर मेरो 12 वटा बुकमार्क्स अपडेट भएर प्राइभेट भएर बस्छ, जुन चाहिँ वर्क स्पेसबाट एक्सेसेबल अरूहरूलाई हुँदैन। यसरी प्राइभेसी पनि बच्छ र टिम सिनर्जी पनि सुनिश्चित हुन्छ। र अब हामी चर्चा गरौँ हाम्रो नेक्स्ट फिचर, द्याट इज राजपत्र सर्च। तपाईँहरूले राजपत्र सर्च अन्तर्गत यो इन्टरफेस देख्न सक्नुहुनेछ। यहाँ समेत सर्च बार रहेको छ र अघि जसरी नै एन्ड अर नट र सर्च फेज डबल इन्भर्टेड कमाजभित्र राखेर तपाईँहरूले एडभान्स सर्च गर्न सक्नुहुनेछ। तपाईँहरूले वर्षहरू सेलेक्ट गरेर, राजपत्रको प्रकार सेलेक्ट गरेर र मन्त्रालय समेत सेलेक्ट गरेर आफ्नो रिसर्चलाई न्यारो डाउन गर्न सक्नुहुनेछ। अहिलेको लागि उदाहरणको लागि हामीले एउटा टर्म सर्च गरौँ, लगानी भनेर। लगानी भनेर हामीले सर्च गर्दाखेरि लगानी सम्बन्धी सबै राजपत्रहरू पपअप हुन्छ। यहाँ तपाईँले राजपत्रको टाइटलसँग म्याच भएको देख्न सक्नुहुन्छ भने तल स्क्रोल गर्दै जाँदा तपाईँले कन्टेन्टसँग समेत यो म्याच भएको तपाईँले देख्न सक्नुहुनेछ र यहाँ पनि तपाईँले धेरै म्याच भएको खण्डमा तपाईँले स्क्रोल गरेर आफूलाई चाहिने इस्युसँग म्याच भएको छ कि नै तपाईँले आफै भेट गर्न सक्नुहुनेछ। अब कुरा गरौँ हाम्रो एडिसनल फिचर डकुमेन्ट कन्भर्टरको बारेमा। यस फिचर अन्तर्गत तपाईँहरूले आफ्नो प्रीति, कान्तिपुर र सगरमाथा फन्टमा भएका डकुमेन्टहरू यहाँ ड्रप गरेर तपाईँहरूले युनिकोडमा कन्भर्ट गर्न सक्नुहुनेछ। युनिकोडमा कन्भर्ट गर्ने क्रममा तपाईँहरूको फर्मेट भने प्रिजर्भ भएर बस्छ र त्यसरी नै तपाईँहरूको इङ्ग्लिस टर्म्सहरू छरिपष्ट रूपमा आउँदैन।